ल यता सोनम यता दाइ कुन ठाउँमा जाने भन त सोनम ल हामी फर्पिङ जाने भुन्डोलमा हैन अनि मिल्यो भने गुरु रेम्बुछेको मूर्ति भएको गुम्बा छ नि एउटा त्यहाँ जाने असुरा के भ्याइन्छ होला नत्र खोकना पनि छ अप्सन त टन्नै छ आज तर पुग्ने चाहिँ कहाँ हो अब हैन ओके ल ओके ल Hello and Tushtile to all my lovely viewers. And today is my second last day in Kathmandu. So today we have a little plan with my brother's team and मेरो के अरे ब्रदरको अनि फिल्ममेकर टिमहरु छ उहाँहरुसँग अनि के भन्छ फर्मिङ जाने घुम्ने प्लान बनाएको छ सो आज एकदमै अलिकति युनिक र एक्साइटेड डे हुनेछ किनभने फर्स्ट टाइम के भन्छ मेरो ब्लगमा गोप्रोबाट भिडियो लाउँदैछ अनि साथीहरुसँग अनि फर्स्ट टाइम अब यस्तो फिल्ममेकरहरुसँग जाँदाखेरि अलिकति एक्साइटेड त हुनेछ सो हेर्दै जाउँ कस्तो हुँदै रहेछ ओके ल ल गइदिउँ न त त्यहाँ उयो गेटमासम्म गेटमा आउँछ भनेछ आइसक्यो आउँदैछ 5 मिनट लाग्छ भने त्यहाँ जाउँ न बस्नु रिजनको गाडी आउँछ हैन उतै उतै आउँदैछ गेटमा I was taken by the moon, looking down on everything I never knew. I'm awakened by the truth, yet only for a moment I'm alive with you. If you never come around, how we ever gonna be? If you're always on the ground, then you're never gonna see. Falling feels like. If you never come around, how we ever gonna be? If you're always on the ground, then you're never gonna see. Falling feels like. Falling feels. अनि सोनम तामाङ यता मेरो दाइ हुनुहुन्छ यता म छु ओके सो एक्सपिरियन्स कस्तो भइरहेछ मेरो टिमसँग कस्तो भन अहिले त म भन्नु सकेको छैन अब कुन ठाउँमा जाने पहिला फर्स्टमा कन्फ्युज थियो होइन अहिले उहाँहरूले भन्नु हुन्छ तर त्यसको ठाउँ बनाउन मलाई राम्रोसँग याद भएन अब हेर्दै जाउँ काम गर्छ ठिक छ आजको क्याप्टेन सोनम कप्तान वाइस कप्तान राकेश नेमा अब हामी के भन्छ हाम्रो भाइको टिमहरुसँग जाँदैछ अनि के पहिलोचोटि जाँदैछु यो ठाउँतिर अनि रमाइलो जस्तो फिल हुँदैछ अनि के भन्छ मेरो भाइको नाम यता रिन्जेन अनि यता हाम्रो राकेश दाइ अनि यो क्यामेरा खिच्ने चाहिँ हाम्रो सोनाम दाइ अनि हामी चारजना आज यस्तो घुम्न जाँदैछ अनि रमाइलो अनि किनकि भाइले प्लान बनाएको छ अनि यस्तै घुम्न जाउँ भनेर अनि अब उहाँहरू पनि फिल्म मेकर एडिटर अनि सबै उहाँहरू हुनुहुन्छ उहाँहरूको प्याकेज सँग गए उहाँहरूसँग गएपछि त अब अभियसली होइन अब रमाइलो त हुनेछ सबै क्यामराम्यानहरू फोटोग्राफरहरू होइन अनि जो यो मोमेन्टलाई म इन्जोय गर्न चाहेको थ्याङ्क यू पार्टनर भएर 2 वर्ष भयो होइन हामी 2019 कि 20मा हामीले सँगै काम गरेको थियो अनि 19 यस्तै थियो होला है अनि भाइ रिन्जिन थियो अनि हामी सबै मिलेर काम गरेर अनि उहाँ चाहिँ मैले चाहिँ पहिलोचोटि भेटेको अनि एकदम रमाइलो लाग्यो उहाँसँग नि ड्रोन अपरेटर आज चाहिँ नि जे होस् ड्रोन अपरेटर सबैजना यता हुनुहुँदैछ अनि सिजन पानी गर्नु खतरा ल
If you never come around, how we ever gonna eat? If you're always on the ground, then you're never gonna see what falling feels like. If you never come around, how we ever gonna eat? If you're always on the ground, then you're never gonna see what falling feels like. Falling feels like. Falling feels like. Falling feels. Falling feels like. ओके गाइस बाटो चाहिँ हो है अब भुन्डोल जाने ओके अब अब चाहिँ हाम्रो बाइकको यात्रा चाहिँ यहीँसम्म सकेको छ यहाँदेखि चाहिँ हामी लगभग हाफ एन आवर हिँड्नुपर्ने हुन्छ र त्यो बाटो चाहिँ यता हो ओके अहिले त्यो बच्चाहरू ल गाइज बाटो चाहिँ यहीँसम्म रहेछ भुन्डोल जानु लागेको भुन्डोल यहाँबाट यसो जानुपर्छ अरे त्यहाँ परिबाट यहाँबाट गयो भने सर्टकट छ अरे 15 मिनटमा पुग्छ भन्दैछ त्यहाँबाट गयो भने चाहिँ स्कुटी बाइकमा जान सकिन्छ अरे तर यसमा अलिकति बाटो यति राम्रो छैन भन्दैछ ए ल हामी चाहिँ बाइक यहीँ थन्काउने भयो अच्छा यो चाहिँ मोबाइलको लागि मोबाइल गिम्बल आज फर्स्ट ट्राई हाल्दैछौँ होइन अहिलेसम्म क्यामेरा गिम्बलबाट काम गरिरहेको थियो आज चाहिँ मोबाइल गिम्बल आइफोन 11 अनि आइफोन कति हो 13 प्रो म्याक्स 13 प्रो म्याक्स ओ माई गॉड गोप्रो आइफोन 11 13 पुरानो अनि ड्रोन आज त भिडियो त खतरा भन्ने हो अब हामी भुन्डोलमा जाँदैछ अनि हामीले बाइक स्कुटरहरू सबै तल रोडमा राखिदियो किनकि तल उताबाट जानलाई अलिक बाटो गाह्रो रहेछ अनि त्यही कारण हिँडेर जाँदैछ यहाँबाट 15 मिनट जस्तो लाग्छ भन्दैछ अनि हामीसँग छ रिन्जेनज्यू यस ऊ चाहिँ नि फोटोग्राफर क्यामराम्यान अनि के भन्छ फिल्म मेकर अनि सबै भिडियो एडिटर सबै छ स्क्रिप्ट राइटर अनि म उहाँको पनि युट्युब च्यानल छ होइन उसको युट्युब च्यानललाई म डिस्क्रिप्सनमा दिनेछु तपाईँहरूले गएर चेक गर्नु होला उहाँको भिडियोहरू एकदमै राम्रो हुन्छ हुनु त मेरो भाइ नै हो अनि तलबाट आउँदैछ अनि हाम्रो राकेश दाई दुईजना अनि सँगसँगै सिनेमाटोग्राफर अनि ड्रोन अपरेटर अनि यहाँ हाम्रो हामीसँग एउटा साथीहरू पनि आएको छ। यो चाहिँ हामीसँग आज साथी हेलो 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 है कान्छी के भयो गोब्रो दामी छ गोब्रोबाट आज म फर्स्ट टाइम सुट गर्दैछु अब मेरो भ्लगमा गोब्रोको अनि ड्रोनको सबैको सर्ट आउँदैछ अनि यसरी रिन्जेन ब्रो
Yes. मेरो पुरानो ब्लग चाहिँ नि यहीँबाट iPhone 11 बाट बनाउँथ्यो अब चाहिँ योपालि चाहिँ म गोप्रोबाट बनाउने मौका पाएँ हाम्रो रिन्जेन ब्रोको त्रिपाली गर्दा थ्याङ्क यू ब्रो Yes. कस्तो मलाई के भन्छ अप्ठ्यारो फिल भइरहेछ कि मलाई नेपालीमा बोल्नु If you can talk in English. आजको एडभेन्चर चाहिँ बवाल भइरहेछ होइन यो फार्पिङको भुन्डोल भन्ने ठाउँमा जाँदैछौँ हामी अहिले बाटोमा छौँ एकदम रमाइलो भइरहेछ मेरो टिमसँग मेरो दाइ पनि हुनुहुन्छ अभी मैं भुंडोल बोलने वाला एक जगह में जा रहा हूँ तो आज मेरा नेपाल में सेकेंड डे है तो आज यहाँ घूमने जाने के लिए एक प्लान बनाया था मेरे भाई लोगों ने तो सोचा कि आज जो ब्लॉग होने वाला है वो है नेपाली लैंग्वेज में होने वाला है क्योंकि अभी मैं नेपाल में हूँ फ़िलहाल तो यहाँ के लोगों को ज़्यादा से ज़्यादा नेपाली में बेस्ट समझ में आ जाएगा तो मेरे सारे फ्रेंड हैं उनको भी समझ में आ जाएगा तो इसलिए के लिए आज का वीडियो जो है नेपाली लैंग्वेज में होने वाला है बीच बीच में शायद हिंदी भी होंगे तो मोस्टली हम नेपाली में बनाने वाला है तो चलते हैं नेपाली में स्टार्टिंग ब्लॉग आउँदैछ कस्तो हुँदैछ केटाहरू आउँदैछ कलाएर जस रमाइलो छ होइन नेचर मन पराउने एडभेन्चर मन पराउनेहरूलाई चाहिँ ठाउँ दामी रहेछ राकेश दाइ पछाडि राकेश दाइ पनि खिच्दै हुनुहुन्छ आज नयाँ गिम्बलबाट जस बवाल हुने भयो ओकाली ओराली गर्दै नै लाग्यो अब हामी भुन्डोल भन्नेमा ग्राउन्डमा आइपुग्यो रिन्जेन भुन्डोल ग्राउन्ड कस्तो रहेछ त नि भुन्डुल जस्ट ठिकै छ नेचर एकदम रमाइलो छ होइन घुम्नु अलि हरियाली भए चाहिँ हुन्थ्यो अहिले अलि सुक्खा छ त्यहाँदेखि राम्रो छ तर जस्ट पिकनिकको लागि चिल भएर बस्नु ल गाइस हामी चाहिँ बल्ल बल्ल भुन्डोल भन्ने ठाउँमा आइपुग्यौँ होइन यहाँ पछाडि राकेश विक्रम निमाङ सोनाम तामाङ अनि मेरो दाइ शिरविज्ञान जस्ट ब्युटिफुल प्लेस यहाँ हाम्रो दुईजना सेक्युरिटीहरू पनि छ यहाँ हाम्रो लागि आएको
सबै लिएको छ तर के लिएको छैन भने मेन कुरो मेमोरी कार्ड लिएको छैन अनि अब त्यसैले अब हामी ट्राई गर्दैछु म यहाँ मेडिटेसन गर्ने जग्गा चाहिँ एकदम राम्रो छ छेउस यहाँदेखि हेर निलो आकाश अनि हरियाली जङ्गल दामी अनि मौसम यहाँको यस्तो बवाल छ कि भाइ शीतल भनौँ न अब एसीको जरुरत छैन यहाँ आज हामी यहाँ भुन्टुलमा ब्लग बनाउन आएको तर के भएछ भने यहाँ हाम्रो डाइरेक्टरज्यूले मेमोरी कार्ड बिर्सेछ ड्रोन फुटेज लिनु चाहिँ गाह्रो भयो तर अब हामी फोटोहरू खिच्दैछौँ फोटो खिचेर जाने हो ल अब चाहिँ हामी यहाँबाट फर्किनु लाग्यो होइन खास ड्रोन सट लिन पाएन बौद्धमा बौद्धतिर सायद म खिच्ने टाइम पाएँ भने खिच्छु किनकि आज त सबै ठिकै थियो हामीले अलिक डरको त्यो मात्र बिर्सेको मात्रै अरू सबै ठिकै छ एकदम रमाइलो भयो जो साथीहरूसँग नेपालमा आएर इन्जोय भयो सनम रेडी हो